चाहिँ पहाडमा हुने फल हो, यसलाई ग्यालेन्डर भन्छ, ग्यालेन्डरै होला हौ। यसको चाहिँ लहरा हेर्नु नि 1-2 वर्ष हुन्छ। यो पालि सेकेन्ड पालि फलेको लहरा कत्रो मोटो भएको छ हो। यो चाहिँ यस्तो किम्बुको बोटमा छ, त्यति देख्दैन होला, मजाले हेर्यो भने मात्रै देख्छ हो। इ पुरा फलेको छ, फल्नु चाहिँ हरियो भएर चाहिँ देख्दैन। इ लहराहरू यहाँ यो धुप्पीमा पनि यहाँसम्म आएको छ है। यो भित्रभित्र पनि फलेको छ है। यो चाहिँ पहाडमा हुने अरे, तर यहाँ मधेसमा पनि मजाले हुँदो रहेछ हुनु चाहिँ। यहाँ हेर्नु नि भित्रभित्र यसरी कति फलेको छ आम्मामामा। यो त पाक्नु त ढिलो पाक्छ, अगस्ततिर पाक्छ कि, तर यसरी पाक्नु थालेछ अहिले नि। फर्स्ट फलेकोहरू चाहिँ पाक्नु थालेछ। यो पाकेर चाहिँ डल्लै यस्तो कलर हुन्छ, डल्लै चाहिँ कति फलेको छ। यहाँ हेर्नुहोस् ल कति फलेको छ। यहाँ छेउमा पनि फलेको छ हो। कतिलाई चाहिँ चराहरूले सबै यस्तो देख्नु भएको चाहिँ चराहरूले ठुँगेको के होला भनेर होला नि। यहाँ किम्बु खानु आउँदा ओर्दा चराहरूले सबै यसलाई ठुँगेर यस्तो ओइलेको छ, कतिवटा ओइलेर झरेर त्यस्तो बनाएको चराहरूले। माथि माथिसम्म फलेको छ रुखको माथि 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 त पाक्दैछ। एकदम रातो रातो परेको पाक्दैछ मजाले। कति हो कति छ। यो पनि हल्का पाक्दै रहेछ। पाकेको चाहिँ यस्तो अलिअलि यस्तो गिलो गिलो हुन्छ। पाकेपछि चाहिँ यस्तो हल्का यस्तो दबिन्छ हो। काँचो चाहिँ यस्तो टाइट हुन्छ, दबिँदैन, टाइट। यहाँ पनि छ भुइँसम्म आइसक्यो। यसको यहाँ फुल फुलिरहेको रहेछ। फुल चाहिँ यस्तो हुन्छ, फुल चाहिँ यस्तो खालको हुन्छ। फल एउटा पाएको छ, रेडी छ।